हेलो साथी हो, यहाँ हेर्नुहोस् है। आज चाहिँ हामीले इस्कुसको मोमो खाने प्लानिङ गरेर चाहिँ यहाँनिर दुईजना बुढाबुढी यहाँ इस्कुस छिल्दैछौँ है, इस्कुस बतास्दैछौँ है। यहाँ हेर्नुहोस्, पहिले चाहिँ इस्कुसको बोक्रा छिलेर किमा बनाइन्छ होइन, यसको किमा गरिन्छ। किमा बनाएर मात्रै यसको पछि मोमो खाइन्छ है, मोमो बनाइन्छ है साथी हो। यहाँ हेर्नुहोस्, हेर्न पनि नअर्नु गर्छ हौ। आज म मोमो खान गइरहेको छु। त्यसको लागि मोमो बनाउनु हुँदैछ। यो हो मोमोको रेसिपी। हेर्नुहोस्, मोमो बनाउनु हुँदैछ। जुम गरेर देखाइरहेको छु। अन्त यहाँ मोमोको फिलिङ भन्ने काम हुँदैछ। त्यहाँ दुईवटा ठाउँ चाहिँ बेल्नेको काम हुँदैछ। अन्त हेर्नुहोस्, यहाँ एउटा दुईवटा तिनवटा चारजना मान्छे हुनुहुन्छ। दुई जग्गा फिलिङ भन्ने, अन्त यहाँ दुई जग्गा उयो बेल्ने भइयोस्।